हेलो एभ्रिवान वेलकम टु गरिमाज वर्ल्ड। आज चाहिँ हाम्रो इन्टरनेसनल ट्रिप छ। रातिको 11 बजेको फ्लाइट छ। सो आई एम रेडी। अनि त्यसपछि अब चाहिँ हामी हाफ एन आवरमा घरबाट निस्किँदैछौँ। अनि यो भिडियो अन्तिमसम्म हेर्नुहोला। लेट्स गो। यो चाहिँ हाम्रो लगेज हो। हाम्रो गाडी आउँदैछ। अब हामी चाहिँ 2 आवर्स अगाडि एयरपोर्ट जाँदैछौँ। सबै काम टाइममै सकेर भित्र एन्ट्री गर्नको लागि। अब चाहिँ हामी त्रिभुवन इन्टरनेसनल एयरपोर्ट नजिक आइपुगिसकेको छौँ। अब भित्र एन्ट्री गर्दैछौँ। धेरै लामो लाइन हुन्छ कि भनेर चाहिँ मलाई अलिकति डर लागिरहेको छ, किन भन्दा रातिको फ्लाइट चाहिँ अलिकति बिजी नै हुन्छ। यहाँ चाहिँ इमिग्रेसनमा अलिकति लाइन थियो, तर सोचेभन्दा छिटो नै लाइन अगाडि पास भएको हुनाले हाम्रो काम चाहिँ छिटै सक्यो र अब हामी भित्र एन्ट्री गर्दैछौँ। केही बेर यहाँ प्लेनको फ्लाइट हुने टाइमसम्म चाहिँ हामी वेट गर्छौँ, किन भन्दा अलिकति छिटो भयो। लाइन्सका सबै उडानहरूमा विमानभित्र पावर ब्याङ्क र ई-सिगरेट्सको प्रयोग तथा चार्ज गर्न अनुमति नभएको। अब चाहिँ हाम्रो बोर्डिङको गेट खोलिसकेको छ। हामी भित्र एन्टर गऱ्यौँ। हाम्रो चाहिँ मलेसियन एयरलाइन्स हो। वी आर रेडी टु गेट इन। अहिले चाहिँ हामी प्लेनमा बसिसकेको छौँ। अनि त्यसपछि अबको 10-15 मिनट्समा चाहिँ हाम्रो फ्लाइट हुन्छ। मेरो चाहिँ आज पनि विन्डो सिट छ। विन्डोबाट चाहिँ यस्तो भ्यू देखिरहेछ, बाहिर अरू प्लेनहरू छ। आई एम सो एक्साइटेड फर दिस न्यू ट्रिप। लेट्स गो। म चाहिँ सबै हाम्रो यो ट्राभलहरूको रिल्सहरू भ्लग्सहरू राख्दै जानेछु। किप वाचिङ। Jika tekanan kabin rendah, curug oksigen akan terkeluar secara automatik. Should the cabin pressure become low, oxygen masks will drop automatically. Serkupkan curung pada hidung dan mulut dan bernafas seperti biasa. नेपालबाट मलेसिया जान चाहिँ करिब 4 आवर्स 45 मिनट्स, कहिलेकाहीँ 30 मिनट्स जति लाग्छ। सो हामी चाहिँ त्यति बेलासम्म यो मलेसिया एयरलाइन्सको ब्रोसरहरू हेर्दैछौँ। बाहिर कस्तो लाइटनिङ भइरहेको थियो क्या। हामी फ्लाइ गरेको करिब 1 घन्टापछि चाहिँ फुडहरू सर्भ हुन थाल्यो, फुड र ड्रिङ्क्सहरू। अब हाम्रो फुडहरू आउँदैछ। हाम्रो फुड आइसकेको छ। हामीले चाहिँ प्री चुज गरेको हुनाले सबैभन्दा प्री चुज गर्ने मान्छेहरूको चाहिँ अगाडि आउँछ। यो चाहिँ हाम्रो ड्रिङ्क्सहरू भयो, नन अल्कोहलिक र अल्कोहलिक ड्रिङ्क्स। आफ्टर अबाउट 4.5 आवर्सको फ्लाइट हामी चाहिँ मलेसिया ल्यान्ड गर्दैछौँ। सो अब मलेसियामा चाहिँ बिहानको 5 बज्ने बेला भयो। अनि यो चाहिँ नाइट भ्यू नै देखिरहेको छ प्लेनबाट बिफोर ल्यान्डिङ। केही बेर हामी यो कोलालम्पुर एयरपोर्ट एक्सप्लोर गर्नेछौँ र हामीसँग लाउन्ज एक्सेस पनि छ। त्यहाँ गएर सावर लिने, फुडहरू खाने, फ्रेस हुने, अनि त्यसपछि चाहिँ हामी अर्को फ्लाइट लिएर बाली जाने प्लान गर्दैछौँ। यति बेला मलेसियामा 6 बज्न लाग्यो। सो अब बिस्तारै पसलहरू खुल्दैछ। म हजुरहरूलाई यहाँको डिफ्रेन्ट ब्रान्ड्सको स्टोरहरू, अनि त्यसपछि क्यान्डी स्टोर अनि ड्युटी फ्रीहरू सबैतिर हजुरहरूलाई घुमाउने छु। म चाहिँ जुन एरियामा छु त्यसको वरिपरि। यो चाहिँ मलेसियन एयरलाइन्सको क्याबिन क्र्यूको ड्रेस हो। त्यसपछि यो चाहिँ यो डुरियन फ्रुट होला, त्यसको सामानहरू पाउने ठाउँ। अनि यो चाहिँ क्याफेहरू है। यहाँभित्र एउटा गार्डन पनि छ, त्यहाँ पनि म हजुरहरूलाई एकछिनमा लिएर जानेछु। अहिले चाहिँ मेरो ट्राभल भिडियोहरूमा सानो सानो कुराहरू पनि देखाएर एक्सप्लेन गर्छु, किन भन्दा कहिले पनि इन्टरनेसनल ट्रिप नगर्नु भएकोहरूलाई चाहिँ त्यो कुरा चाहिँ नयाँ हुनसक्छ। ट्राभल गरिरहनु भएकोहरूलाई त यो सबै कुरा थाहा भइरहेको हुन्छ। अब चाहिँ हामी मलेसियन एयरपोर्टभित्र रहेको एउटा गार्डन छ, ग्रिन स्पेस, त्यहाँ चाहिँ एन्टर गर्दैछौँ।
यो चाहिँ गेटमा यस्तो 3D एनिमेसन जस्तो रहेछ, ब्युटिफुल। त्यसपछि आउँछ यो झरना, कस्तो ब्युटिफुल ग्रिन स्पेस क्रिएट गरेको रहेछ भित्र। केही बेर चाहिँ हामी यहाँ बस्नेछौँ। म चाहिँ पहिले पनि यो क्वालालम्पुर एयरपोर्टमा मल्टिपल टाइम्स आइसकेको छु, तर यो गार्डनभित्र चाहिँ फर्स्ट टाइम नै एन्टर गरेको। यसको डोरमा चाहिँ 3D एनिमेसन छ, सो यहाँभित्र गार्डन छ भनेर चाहिँ मैले पहिला नोटिस गरेको थिइनँ। केही बेर यो एयरपोर्ट एक्सप्लोर गरिसकेपछि हामीलाई चाहिँ अलिक भोक लागे जस्तो भयो, सो हामी चाहिँ हाम्रो स्काई सुट एयरपोर्ट लाउन्ज एन्टर गर्दैछौँ टु रेस्ट फर सम टाइम। अनि यहाँ चाहिँ सावर लिन अनि त्यसपछि फुडहरू खान अनि आवर्स स्पेन्ड गर्न मिल्छ यो लाउन्ज एक्सेस हुँदाखेरि। सो अब चाहिँ म हजुरहरूलाई यहाँभित्र कस्तो छ देखाउँदै जानेछु। इट्स एन्टर इनसाइड। प्रायः जसो यस्तो एयरपोर्ट लाउन्जहरू चाहिँ यो फ्लाइटको एरोप्लेनको फ्लाइ गरेको भ्यू देखिने गरी सेटअप गरेको हुन्छ। हाम्रो पनि यो लाउन्जको एउटा साइडबाट ग्लास लगाएको छ र यहाँबाट फुडहरू इन्जोय गर्दै अनि यो प्लेनहरू हेर्न मिल्छ। र आफ्नो ट्राभल टाइम भएपछि चाहिँ एउटा नोटिस हुन्छ बोर्डमा डिस्प्ले गरेको हुन्छ, त्यो हेरेर चाहिँ हामी रेडी भएर जान सक्छौँ। प्राय ट्रान्जिटहरू 6-7 आवर्सको हुँदा चाहिँ लाउन्जमा बस्न चाहिँ एकदम बेटर हुन्छ, किन भन्दा त्यहाँ गएर सावर लिन, कम्फर्टेबली फुडहरू इन्जोय गर्न, फ्रेस हुन, ड्रेस चेन्ज गर्न एकदमै इजी हुन्छ आफ्नो फ्लाइट नहुँदासम्म। अनि 4-5 आवर्ससम्म यु क्यान इट मल्टिपल टाइम्स अनि त्यसपछि फुड एन्ड ड्रिङ्क्स इन्जोय गर्दै कम्फर्टेबली बसेर आफ्नो फ्लाइट टाइम भएपछि नोटिस बोर्ड डिस्प्ले बोर्डमा हेरेर चाहिँ हामी नेक्स्ट फ्लाइटको लागि रेडी हुन सक्छौँ। सो इट्स भेरी कम्फर्टेबल टु टेक अ लाउन्ज वेन यु आर इन अ लङ फ्लाइट। हामी चाहिँ ब्रेकफास्ट र लन्चको बिचमा आएको हुनाले हाम्रो मेन्यू चाहिँ ब्रेकफास्ट मेन्यूपछि लन्च मेन्यूमा चेन्ज भइसकेको छ। यहाँ चाहिँ टाइम अनुसार ब्रेकफास्ट मेन्यू लन्च मेन्यू चाहिँ चेन्ज भइरहेको छ। सो अहिले चाहिँ हाम्रो लन्च टाइम भएको हुनाले लन्च मेन्यू अनुसार हाम्रो फुडहरू डिस्प्लेमा आइसकेको छ। हामी चाहिँ यहाँ 3.5 आवर्स जति स्पेन्ड गर्दैछौँ। इट्स आवर लन्च टाइम। यो चाहिँ वासरुमको एन्ट्रान्स। मलाई चाहिँ यो अर्किड फ्लावर एकदमै ब्युटिफुल लाग्छ, अझ बाथरुममा राखेको कस्तो एस्थेटिक देखेको थियो। सो अब चाहिँ हामी यहाँबाट हाम्रो नेक्स्ट फ्लाइट क्याच गर्नको लागि बाहिर निस्किसकेको छौँ। यो चाहिँ कफी भेन्डिङ मेसिन हो अनि यहाँबाट चाहिँ आफ्नो क्यास अर कार्ड राखेर यहाँबाट यो कफीको टाइप्स अर माचा चुज गर्न सकिन्छ। अनि भेन्डिङ मेसिनबाट कफी आउँछ। त्यसपछि अघि हामी गएको रिम्बा गार्डन हो, बोटानिकल गार्डन जस्तो सानो गार्डन, ग्रिन स्पेस छ। अब चाहिँ हाम्रो बाली इन्डोनेसियाको नेक्स्ट फ्लाइटको लागि टाइम हुन लागिसक्यो। सो अब हामी बोर्डिङ गर्नको लागि हाम्रो गेट भएतिर, बोर्डिङको गेट भएतिर जाँदैछौँ। अनि बिचबिचमा यस्तो क्युट सानो सानो सामानहरू थियो कि, अनि मलाई कस्तो क्युट लागेर मैले भिडियो बनाएँ। हाम्रो प्लेन चाहिँ पारिपट्टि छ। अब चाहिँ हामी बाली इन्डोनेसियाको लागि बोर्डिङ गर्दैछौँ है त। अब चाहिँ हाम्रो प्लेन टेकअप गर्नको लागि रेडी भइसकेको छ। अराउन्ड 3 आवर्समा यहाँ यो क्वालालम्पुर एयरपोर्टबाट चाहिँ हामी बाली पुग्नेछौँ। अब हाम्रो जर्नी बालीको लागि मलेसियाबाट सुरु भइसकेको छ। रेडी टु टेक अफ। हामीले चाहिँ एयरपोर्ट लाउन्जमै मजाले खाना खाइसकेको हुनाले खासै भोक लागेको थिएन, त्यही पनि फुड आयो। अहिलेको फुडमा चाहिँ यो खानेकुराहरू छ। केही भोक नलागे पनि हामीले चाहिँ अलिअलि खायौँ। हामी नेपालबाट आउने दिनमा पनि रातिको फ्लाइट भएको हुनाले हाम्रो निन्द्रा नपुगेको जस्तै भएको थियो। सो हामी फ्लाइटमा दुवैजना चाहिँ 1 घन्टा जति निदाएछौँ र निदाएर बिउजिँदा त बाली ल्यान्ड गरिसकेको रहेछ है। अनि यहाँको एयरपोर्टहरू चाहिँ यस्तो मन्दिर सेपको हुने रहेछ। यो चाहिँ मलाई अर्को एयरपोर्टभन्दा अलिकति डिफ्रेन्ट लाग्यो। फाइनली वी हेभ ल्यान्डेड इन बाली। अब चाहिँ हामी हाम्रो लगेज आउने ठाउँमा जाँदैछौँ अनि लगेज कलेक्ट गरेर चाहिँ हामी होटेलतिर जानेछौँ। बालीमा चाहिँ धेरै जस्तो यस्तो आर्टिस्टिक पिसहरू देखिने रहेछ। एयरपोर्टबाट नै सुरु भएको छ त्यो चाहिँ। अनि एयरपोर्टमा चाहिँ यस्तो कस्तो ब्युटिफुल पिसहरू थियो। मैले त सबै खिच्नै भ्याइनँ, किन भन्दा हाम्रो लगेज टाइममै लिन जानुपर्ने थियो। सो मैले केही मात्रै खिचेको छु, अझै कति धेरै नै थियो त्यहाँ।
अनि हाम्रो लगेज आइसकेपछि हामी चाहिँ यति बेला हाम्रो होटल चाहिँ उबुदमा छ फर्स्ट केही दिनको। सो उबुदमा जानको लागि हामी करिब 7 बजे यहाँबाट बाहिर निस्किँदैछौँ। हाम्रो ड्राइभर चाहिँ हामीलाई बाहिर वेट गरिराख्नु भएको छ। एयरपोर्टको ठ्याक्कै बाहिर यो ग्र्याब लाउन्ज छ, हाम्रो पठाउ इन ड्राइभ जस्तो। यदि हजुरहरूको ड्राइभर अलरेडी बुक छैन भने हजुरहरूले ग्र्याब लाउन्जबाट पनि अनलाइन एपबाट हजुरहरूले आफ्नो ड्राइभर चाहिँ लिन सक्नुहुन्छ। एकदमै इजी छ अनि अनलाइन पेमेन्ट पनि हुन्छ। हजुरहरूले आफ्नो कार्ड डिटेल्सहरू हाल्नुभयो भने इन्टरनेसनल ट्राभलरहरूलाई त्यो अप्सन पनि छ है। यो चाहिँ बालीमा जुन 17 to 27 एउटा फेस्टिभल चलिरहेको छ अनि यो फेस्टिभलको भ्यू हो। हाम्रो होटल उबुदमा पुग्दा रातिको 9 बजिसकेको थियो अनि त्यसपछि पानी पनि पर्यो। हामी एकछिन वाकमा निस्कियौँ। हाम्रो पहिलो दिन चाहिँ यसरी नै बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ। सी यू इन नेक्स्ट भ्लग।